सुन्छ नासाको पढाइ लेखाइमा अब्बल छु वैज्ञानिक बन्छु नासाको राजाको हात्ती हेलो हेलो भन्नु हेलो हेलो डराउँदैनस् त भन्नुहोस् तपाईँलाई डर लागिरहेको छ कि नै सक्नुहुन्छ कति स्पिड 100 कि 100 इन्टु 100 यस ह्यान्डसेक ल तपाईँ जस्तो मान्छे जेन्जीलाई चाहिरहेको छ तपाईँ जेन्जी हो कि अङ्कल हो कसम हो नि घाँटी छोएर कसम भन्नु अरे घाँटी छुएको छ यता दाल पाक्दैछ यता खाना पाक्दैछ यहाँ ढिके नुन यस्तो नुन दादा यता आउनु त दादा यता आउनु त हजुर के भयो यसै गर्ने हो हुन्छ यसै देखाउने हो ल साइड 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 बोएर उँचा ठाउँ काटपिट गरान् न अनि म नि खिचिदिन्छु हो त जाने अनि भिडियो बनाइदिउँ मामा भिडियो फोटो टिकटकमा हाल्नु न नि कति वर्षमा लायो यसले त यसपालि त टिका नि है दसैँ बजाउँ भने कोदो फुलो बारीमा यता हेर चलिरहे दुईजना हेर्नु यता धानको बाला झुल्यो खेतैमा तिमीलाई नि सुहाउँछ चरीलाई जमरा र रातो टिका उल्टो भयो उल्टो छोराले दिनुपर्ने पैसा बाउले दिन्छ
ओ दसैँ आयो छोरालाई दिने होला छोराले पाउलाई दिने होला ओ दसैँ आयो टुनुन टुनुन टुन टुनुन टुनुन टुन साइला दाजु कता गयो त अब फेरि खुट्टा ढोकेको बनाइहाल्यो नि भिडियो त्यही त हो त पट्टकी पट्टकी होइन क्या पट्टकी पुसाएको बेला रातो टेउ लगाइसक्यो लाउनु हुँदैन के सेतो ऊ त यो टिका लाउने बेलामा मुई टोइलेट गएँ भने त पैसा हो नै आखिया फिर्ता माग हो नि बोइ माग हो नि धेरै गयो कि पर्ले होसेन नाकै प्राइभेट हो मुई अब क्रेनिस बस पर्दैन खुट्टा धुक्नु पर्दैन लु लु भाग्यमानी हुनु भाइ चुली आकाश चुली छ नि गरिदिइराखेको छु मैले खिचिदिएको छु भिडियो बनाएको छु क्रेनिसलाई चाहिँ ठुलो पैसा दिने छुट्याउनु भएन है त्यसरी अङ्कललाई नि ढोक बजेलाई सबै घुँडा टेकेर फोहोर भयो के यसको पर्दैन पर्दैन भाग्यमानी हुनु धेरै पढ्नु अल्छे सस पढ्न न अरू सबै लजाउनु भएन सानी यहाँ हेर सानी यहाँ हेर यहाँ फुपूलाई हेर टिका लाउनुलाई पैसा त समात्दैन होला हौ सानीले आमालाई नि ढोका हो मानेको पो छ नमस्ते गर्नुमा यहाँ हेर सानी दादालाई धुनु पर्यो राम्रो सानी त त्यो पैसा समाउने मान्छे हो त्यसरी गर्नु पर्यो नि त खिच्दैन क्रेनिस मेरो छोरी ठुलो पढ्नु ज्ञानी बन्नु नरुनु भन् दादाहरूलाई डिस्काउन्ट दिनु के हुन्छ वानबाट गऱ्यो भने वानबाट हल्का उठी आउँछ के राम्रो नि वानमा राख्नु दादालाई थोरै थोरै डिस्काउन्ट दिनु है फोटो खिच्दै बहिनीको घर गाउँमा गएको भन्छ बहिनीको गाउँ चाहिँ कहाँ छ नमस्ते गर अब जुत्तामा ढल्नु भयो बाबाले आनु गए चाहिँ कुला नगेर टिका बिहाले दाजुले थाहा मान्नेको त मागा के ल्या पर्छ लाउनु पर्यो पहिला क्रेनिसलाई लगाइदिनु पर्ने म त क्रेनिसले चाहिँ लगाइदिनु जस्तो लागिरहेको कस्तो निकालिदिनु तेरो मलाई परिहाल्नु हेर 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 भइगयो नि दिन परिहाल्यो पुरै बस्न त्यसरी बसेको नराम्रो आउँछ चक्लेट पनि आउँदैन हात्ती दिउँ भने हुँदैन होला राख्ने ठाउँ छ भन्न हात्ती आउँदैन हाम्रो गाउँमा
अब बोलाउनु पर्छ बिस्तारै यहीँबाट सुरुवात गरौँ न अघि क्या इस्माइल हान्न न म अलिक अग्लो भएर नि त यसलाई मात्रै लगाइदिने हो क्या साथी दिदीलाई अनि लगाइदिएको नि बाउले मैले नि लगाइदिनु पर्यो केटाकेटीले पर्दैन त्यो उनीहरूलाई लगाइदिएको छोराछोरीलाई लगाइदियो भरे यसलाई नि लगाइदियो नि भान्जा भएर पर्दैन के हाम्रोतिर चाहिँ लगाइदिन्छ कि सबैले हामीलाई बुवाले लगाइदिनुहुन्छ अनि फेरि हामी छोराछोरीलाई हामी सबैले नि लगाइदिन्छ देउर देउरानी हामी बाटोमा पनि सबै बस यहाँ मैले नि लगाइदिनुपर्छ तँलाई ऐच ल ल ल ल ल एकजना बसेर लगाइदिँदो रहेछ नि त बाबा खै खै हट त किस्टिन हट छैन घरमा छैन गाउँभरि लाउँछौँ फोटो फोटो खिच्न कहाँ पुगिसक्यो मान्छे तल दुई हात थापेर्नुपर्छ आशीर्वाद पर्छ आफै खसाउँछ जमरा काट्ने हो कि उखाल्ने हो सक्यो जमरा पनि हरियो न हरियो धानको मात्रै आएको जमरा मकै त राख्नुपर्छ नि ल जमरा नि त्यस्तो हुन्छ धानको मकैको मिसाएर राख्ने हो क्या हट न हट 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 यहाँ नआइदिनु यहाँ नआइदिनु माथि आएको चाहिँ गाउँ हो क्या नकमान्जुल्दैन होइन कमाएपछि म दिन्छु भाग्यमानी भयो छोय छुँदा पनि छोएन हौ लु अब थन्क्याउ भयो होइन तेरो नि बना न तेरोमा नि बना कटु नदेखे राम्रो देखाएको केही हुँदैन कति राम्रो सिना छ यता है हरियाली भइहाल्यो नि होइन खिचेर 인게 가능하이라 신실선을 처음으로 참잠 아이라 신 बोनीलाई लुसिर कानुनले त हुन्छ ग्यास झा रङ हनेमा लुइला घौटा ए लोकले ग्यास लगागी छार त चोइटोइले ढल्नेछ काट्ने चाहिँ ढुममा नि म हाले न इला गन्न बोए ढुले ए खोइ सिङ्गा अगाडि मात्रै तानिन् न राम राम लिस्टल चेक डुन इंच लिस्ट मायाले ला म केसी र केसीमा हाल्नु त्यो सिङबुली बा सिङले इलाई राम राम एक बुढाइ बिचारा चेन नाखान खान लेखेन चे काम है नि मुए कुर्ता आसे था नाइ
बाबुआमाको बिहा देखाउँला भनेर कुटिदिन्छु अब कहाँ गएको टक्क मेरो बाबा र मम्मीको बिहे भने खिचडी पराइदियो yang tu dia ada keluar dari mana? nama aku lah tukar nak banji gitu Hai, ada dua orang kasih dia, kau kata lah, ini dah dua tahun apa? Kau kerja roll, masing-masing dia ada ni roll, sedang orang nani ke sana. Nama ni? ससुरा मामा कहाँ गुमाको थुप्रो किन नि होइन हिँडेन ईद हो त नि त डैन ल्याए मैले तर पनि बोइ मक्यौँ काला हालेर जेठो त भेनोमै हेर्छौँ पुगेर खाने क्या टिका पुगी हिँड्छ नि बुनेर खाने पैसा भने त कहिले माग्नु आउनु भएको थियो टिको लाउनु आउनु भएको आशीर्वाद लिने हो नि साइली कान्छी ठुली सबैलाई ढोग्नु राम्रो थियो नि मैले देखाउनु ल्याएको यहाँ म त झ्याप्पै जमरा लाएपछि मात्रै दसैँ जस्तो लाग्छ नचिन्ने नचिन्नेलाई ढोग्नु भयो चिन्नेलाई त ढोग्नु उठेर त ढोक्नु किनेर लगे भयो एकखेप धोके हुन्छ क्या सबैको लाएपछि धोक्नु छ होला अनि के काम त आज अन्त काम लागेको छैन ठ्याक्कै हाल Jai Shah. हो सबैलाई नमस्ते गर्नु अब यहाँ नगर्नु यहाँ तपाईँ हेलो अनि फोटो त खिच्नु पर्ने सबजना भए बेलामा मामाहरू सबै भेला हुनुभएको थियो यस्तो भेला हुने मौका भेटिँदैन त्यही त
एक टोय पुलिस झन् भन्दै माथि निकी भने काँक्रो नुन्छ नि आशीर्वाद राखी पाचन छ काङ्कोला माबुले कि छोरो बुसाले हजुर ल ठिक बोइ लौ लौ भन ठिक्क पारेको सखा त दिनले होइन नुले चाहिँ त्यही पाहुनाको र हार स्कुरी इमाङ जान्छ यसो साइला साइली मै बिरामीसँग ढुकढुक सान्न आउँछ नमस्ते छाना 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 यता हेर्नु बुवा पैसा त ढुक्रो मेला मिल्दैन कमाउन राख्नु राखिदिएर कुनी राख्ने गएर पिली लानु कि देऊ मेनी मारान छान नि त हेलिकप्टर बनाएर खै नानी अहिले यता कति बेला राख्यो त्यसमा गाडी नै राख्छ खसीको खटा राख्छ नयाँ बारी अलिक पर्नु मेरोसँग हुटाएर बुसाएको नयाँ बारी अलिक पर्ने केला पुग्नुले नि त बुसाइ यता अन्त बुवा मेरो चार्जर खोइ म त्यहाँ झोलामा राख्छु के भिडियो गरे कि फोटो गरे बस बस छ्यामा किन उभिनु भएको एकदम अघि मेरो घरबाट हिमाल त्यहाँबाट मामा छ्यामाहरू सबैजना यता हेर्नु है यहाँ हेर्नु त ल क्रिनिस बस्ने मादल छ त माइजो हजुर बस्ने मादल रहेछ त छोराहरूको साल बनाएको होला जोडिन ल्याएको ह्यान्डसम है
कोही आयो ठुलाले लिनु न माइजू नि उठ्नु पर्यो अब माइजू उठिहाल्नु त मलाई नि आउँदैन नक्कली नाच म भिडियो गर्दै नाच्नु गयो नाच्नु सबैजना गइसक्यो
नाच्छ देखाइदिनु यस्तो कमाउने छ होला नसकेर देश बनाउने यहाँ पनि कपालहरू
परिवार नै होला उसलाई कहिले बस्छु आफ्नै भाग्यमानी भयो त्यसले नमस्ते गरेको छैन है मैले नदेख्नु भयो होला बन्द गरिदिनु पनि फुल हुन्छ यार गीत गाउने कलाकारहरूको गाडी आवन ओहल ननु ले माले ले नवा रात
मान्छे त ल न ल है ओ कुकम्यान के को मासु बनाएको खसीको हो कति धार्नी हो 5 धार्नी होला कुकम्यान चाहिँ यहाँ छ हेड कुक हो त 5 धार्नी खसीको मासु बनाउँदैछ राम राम के अलमलायो बुथुरुले साइली बुहारीले यहाँ प्याज एक सिलो आफैले केलाएर यो के बसालेको भुटन सब्जी थुप्दिनु पर्यो सब्जी दाल हो यो मामाको होटेलले हो नि त बरा अब खुरा देख्न नि बुढाबुढी भन्ने जेले पोखरे डोलाङ खुरा चाहिँ कहाँ गरी दुई बुढाबुढी मात्रै हो मामा घरमा खाँदैछ छैन चाहिँ बाबु छामा खानु काँकुरी नै यो दुई भाइलाई नि दिया है खाएको देखाउनु पर्यो नि यो त अलि आधी जति खाइसकेछ सङ्लो पानी के छ कसले लु 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 तिमी देखे ल परेन त नि खुवाउन के के हो त्यो पानी सङ्लो छ त पिरो छ के ल सबै हात साबुन पानीले धोए धोएन सानले ए धोएको रहेछ तँ अलि राम्रोसँग बसेर त मलाई अगाएर नुन लागेको भन्नुभएको थियो काम चल्यो एक कचौरा खाइसक्नु यिनीहरूलाई खोइ यो दाजुहरूलाई दिएको 4 भाइ रहेछ त यहाँ बोक्न सकेन ऊ कान्छी जे दाजुलाई ऊ त्यहाँ बोक्न नसकेर भुइँमा राखेर खोइ ल्याऊ यहाँ म बोक्छु माथिसम्म त पुर्याएको देखेको पारीको पनि निकालेको साँच्ची है सबै नो वे म खिचिदिन्छु म पठाइदिन्छु मजाले अलि माथि आइज त उतै भदौरे सबै निकालेर
बाँकी छ नि त बाबाले ल मेरो 5 बाँच्छु है त कसरी बाँकी छ खै अघि नै 10 हाले त्यहाँ पैसाको लागि झगडा नगर तास खेलेर 10 हालेको नि अघि नै 10 हालेको कसरी मैले हालेको 5 पैसा छैन भनेर 5 मै हालेको उसको 5 क्विट भयो 5 मै पैसा छैन खोइ पैसा दिने यता छाडा नबना यहाँ भिडियो बनाउँदैछु मैले पैसा दिन्न सो गरे हैनन् 5 हालेको ओ रोना मेरो 15 ले तरमा बानी राखेको हुँदैन हौ बाक्लो छ कि पैसा जति सबै रन रहेछ नि मेरो एका कलर आथे सबै हेरेर चलिरहेछ नि 5 रुपैयाँमा हेरेर चलिसक्यो मेरो 5 लागि थियो त 20 को 20 को 5 लागि हुँदा चल्ने नहुँदा नचल्ने नि क्या चप्पल खान्छ सानी उ माथि खाटमा लगेर खेला लड्छ हौ अहिले लड्छ बरु त्यही होस् खै पाँचको साथ कलरमा नि नचलेर अब केमा चल्नु हैन मलाई लाग्न चाहिँ लागेको थियो अब ल आमा 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 हजुर ए बहिनी दिदी चाहिँ ठुलो कान्छीलाई हेरेर हाँस्दैछ सानो कान्छी यता हेर म फोटो खिचिदिन्छु मेरो मुखमा थुकेको हो